सो गाइस आज चाहिँ हामी धेरै पछि चाहिँ हामी घुम्न निस्केको छौँ अनि हाम्रो चाहिँ आज ब्ल्याक एन्ड व्हाइट हैन के हो ब्ल्याक एन्ड व्हाइट है आज चाहिँ हाम्रो भिडियो ब्ल्याक एन्ड व्हाइटमा आउने छ तर अरू बेलामा चाहिँ किनभने राम्रो आउँथ्यो भन्दा आज चाहिँ यस्तो बेलामा आउने छ किन त भन्दाखेरि आज मौसमले च्यालेन्ज हानेको छ क्या आज एकदम खुल्ला छ एकदम आनन्द पनि छ हैन अनि हामी चाहिँ कहाँ जाँदैछौँ भने रत्नपार्क ठोलाएर आइसकेको छौँ के अरे यो कुन ठाउँ रे काठमाडौँको रत्नपार्क यो चाहिँ हो यहाँबाट हामी जान्छ कता हो भने हामीलाई केही थाहा छैन के सर सर ल हामी चाहिँ के भन्छ अरे यो रानी पोखरीमा आइसकेको छ रानी पोखरी यो बस्ने किनभने अब ब्ल्याक एन्ड व्हाइटमा चाहिँ हजुर हेर्नु न है कति राम्रो घाँस आहा यस्तो आनन्दले सुत्न पाउने अब यो चाहिँ मैले ब्ल्याक एन्ड व्हाइटमा कम्पिटिसन चलेर मतलब अब मेरो चाहिँ यो ब्ल्याक एन्ड व्हाइटको एकदम मन एकदम क्या एकचोटि बनाइ हेरौँ कस्तो देखिन्छ भन्ने चाहिँ त्यो मेरो सोच होइन अनि त्यसपछि त्यो सोच चाहिँ मेरो पुरा हुँदैछ अनि यहाँ हेर्नु न यहाँ चाहिँ कति राम्रो छ अनि माछाहरू पनि छ होला मेरो विचारमा अनि बाहिरमा आएको एकदम सफा पनि हुँदो रहेछ बस्नलाई पनि आनन्द होइन शीतल गाउँमा आए जस्तो क्या एकदम होइन गाउँमा आए जस्तो हरियाली बस्न गर्न एकदम रमाइलो छ क्या आउँदै गर्नु होला घुम्नु होला अब हामीले भनि त केही पनि छैन छ त तपाईँको केही होइन कि ए खुसियाली नौनी ढोका छैन तपाईँ कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम यहाँनिर त तपाईँको यो मेन उयो उसमै जान दिँदैन त नि नौन ठाउँको त पुरै आउनु भयो त नि हाम्रो जनता प्रहरीको चरणहरू अब फेरि नगरपालिका आएर त फेरि फोहोर गर्न दिँदैन नि के गरेछ त यस्तो फोहोर गर्न दिँदैन अनि आज चाहिँ त्यही हो घामसाम लागेर एकदम गर्मी पनि भइरहेको गर्मी नि भइरहेको हेर्नु न पसिना चाहिँ आउँदैन तर धेरै काम गऱ्यो भने चाहिँ आउँछ खासै काम गर्ने खाले त होइन म घुम्ने ठाउँ चाहिँ धेरै छ एकदम रमाइलो पनि छ होइन अब त्यो हामी चाहिँ किनभने घुम्दैनौँ हिँड्दैनौँ त्यो नभएर थाहा नभए हो कि भन्नु त त्यहाँपट्टि चाहिँ ध्यान उतापट्टि फर्केर यस्तो पाराले पो गर्छ हामीले भएको नि यहाँ के छ त नि भएन नि यहाँ म हेर्दैछु हेर न पोखरीमा आज तपाईँको अनुहारै झुटो बोलिसक्यो हो म यहाँ हेर्दैछु क्या यता हेर तपाईँको अनुहारले एकदम झुटो बोलिसक्यो मैले त यहाँसम्म पानी होला भने त यो पनि पुरै खाली रहेछ नि होइन तर यो पानी होइन जति गर्दा पनि कहिले पनि सुक्न चाहिँ सुक्दैन ए राजा हुनुहुन्छ यहाँनिर चाहिँ हाम्रो राजा महासाहेब हुनुहुन्छ अगाडिको अनि अगाडिको चाहिँ राजा महासाहेब अनि पछाडिको चाहिँ अब उहाँको खैको हो अब सब बुझौँ बिस्तारै अब मलाई चाहिँ चट्टम मन्दिर टक्करमा चाहिँ फेरि शिव भगवान्को त एकदम भक्त हो नि त नि शिव भगवान एक चक्कर चाहिँ कताबाट हान्ने थाहा भएन ल प्रणाम गरेँ आइपुगेँ म चाहिँ है एकदम बेस्ट शीतल बस्न आनन्द मजाको होइन चारैपट्टिबाट ढोका एकदम खुल्ला होइन तर शीतल चाहिँ शीतल छ क्या शीतल जता पनि गर्मी छ अहिलेको महिनामा होइन शीतल खान चाहिँ यहीँ आउनु होला एकदम शीतल पनि छ हावा पनि आइरहेको हुन्छ म खासै मलाई पनि घुम्ने ठाउँ छ जस्तो लाग्दैन होइन तर घुमिसकेपछि धेरै ठाउँहरू पनि छ हो कि भन्नु त छ कि छैन भन्नु न तपाईँ चाहिँ मलाई केही नभन्नु कसलाई मेरोलाई भाइलाई फलो गरिदिनु लाइक गरिदिनु मैले त तपाईँलाई त्यो जबरजस्ती भन्न लागेको भयो यार अलिकति मनले खुलेर भन्नु नि यार आउनु न बस्नु ठुलो मान्छे यस्तै हो कि मोटो मान्छे घुम्नु नै ठुलो मान्छे भन्नु नि त ल अलिक मजाले भाइलाई राम्रोसित क्या के भन्नु राम्ररी भन लाइक सब्सक्राइब भाइलाई लाइक होला लाइक सब्सक्राइब सबै गरिदिनु होला इन्स्टा युट्युब सबै ठाउँ जो पनि देश विदेशमा हुनुहुन्छ दाजुभाइ बहिनीहरू सबैलाई बहिनी त कहाँबाट हुनु मेरो म हुँदा त दाजुभाइ सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ होइन सपोर्ट गरिदिएकोमा त्यही हो अब यस्तो कन्फिडेन्ट हुँदैन बढ्दै जान्छ होइन अनि हामी चाहिँ घुम्न भनेर आएको खोइ केटाहरू कहाँ गयो नआउन भनेर टाइम लाग्यो न सुते कि बाटैतिर नआउँदा आउँदै के भयो है हामी आएर आम्नु यहाँ अहिलेसम्म हामी कति बज्यो 4 बजी
4 बज्न लागिसक्यो अनि अहिलेसम्म पनि हामी यहीँनिर छौँ क्या अब यो अहिले हामी घुमेको यो जुन पोखरी छ नि रानी पोखरी अहिलेसम्म त्यहीँ छौँ क्या 1 घन्टा हुन लागिसक्यो अहिले पनि हामी यहीँ मजाले घाममा बसेर अहिले यहाँ चाहिँ एउटा शीतल पाएर अनि यहाँ शीतलमा चाहिँ चट्ट बसेको छौँ अनि हाम्रो चाहिँ एकदम सपोर्ट दिने चाहिँ यही रुख भनौँ बस्ने त अब अहिले भर्खर देखेको घाम यत्रो बेरदेखि बसेको छौँ हेर्नु न घाम पुरै लागेको छ क्या हाम्रोतिर पुरै लागेको है अनि कस्तो राम्रो क्या झुकुक्क परेको रुखहरू पनि कति राम्रो फुल रहेछ लाउनु यहाँ फेरि देख्यो भने होइन यहाँनिर चाहिँ देख्यो भने के भन्छ अरे नगरपालिकाले चाहिँ पैसा तिराउनु लाउँछ अनि हेरेको क्या मैले चाहिँ फुल चाहिँ एकदम राम्रो लाग्छ अनि आज चाहिँ म यो फुल घन्टा फुल होइन घन्टा फुल होइन यसलाई घन्टी राम्रो घन्टी फुल सुन्छ है अनि त्यस्तै छ अनि यहाँ म यो फुल चाहिँ आज एउटा मान्छेलाई दिन्छु क्या है हेर्नु होला उहाँ चाहिँ मेरो साथी जस्तो हो नि त जसलाई दिए पनि कुरो एउटै हो फुल दिएँ अब कसैलाई चाहिन्छ भने उहाँबाट लिनु होला यहीँ मैले छोडेर गइदिएछु छोडेर गएको छ कि यहीँनिर छ यहीँ छोडेर गएको छ गाछी हो यो चाहिँ फुल आएर लिएर जानु होला है है लिएर जानु है उहाँको तर्फबाट है मनपर्छ भने लिएर जानु होला मनपर्छ ब्ल्याक एन्ड व्हाइट कस्तो लागेको छ भनिदिनु होला होइन के कस्तो अलिकति पुगे छैन त्यो भन्नु होला अब आफूले मनमा लागेको कुराहरू त्यसको चाहिँ अलिकति हामी छानबिन गरेर चाहिँ त्यसलाई चाहिँ क्यालकुलेटरमा हालेर रिसर्च गर्छौँ क्यालकुलेटर त लजर होइन यता हेर्नु न पैसा तिरेर बोल्न लाग्यो जस्तो कस्तो भनेको क्या तपाईँले सिधा हेर भन्नु न म खुसी भएर खुसी नै नभए जस्तो गरिदिने यार यसो गरेर हो भने हामीलाई पनि चित्त दुख्छ नि होइन दुख्दैन त ल त्यही हो हाम्रो चाहिँ साथीहरू भएर गएर भेट्नुपर्छ त्यही भयो आउँदैन त केटाहरू भेट्नुपर्छ है 3 जना आइसकेको छौँ अहिले हामी बौद्ध कहाँनिर रे अब हामी गएर खाजा खानेछौँ भोक लागेको छ किनभने आज खाजा खाने प्लान छ छैन अनि ओइ खाजा खाने प्लान छ छैन यहाँनिर एकदम बेस्ट पपुलर चटपटे पसल कहाँ भन्नु ए के चल्यो भने ब्ल्याक एन्ड व्हाइटमा के कस्तो देखिरहेछ सब भनिदिनु होला प्रस्तुत भिडियो कस्तो लाग्यो तपाईँलाई छैन है हरियो पनि हालिदिनु चटपटे पनि आज ब्ल्याक एन्ड व्हाइट मात्रै भिडियो भनेको आज हाम्रो चटपटे पनि ब्ल्याक एन्ड व्हाइटै भन्छ है ब्ल्याक एन्ड व्हाइटमै भिडियो भने सबै केटले हाँसै मजा गर्छ चटपटे चाहिँ मिल्छ अनि पिरो पुगेन त्यही भएर अलिकति थपेको आज चटपटे पनि ब्ल्याक एन्ड व्हाइटमै छ क्या त्यो आन्टी त कालो सेतो है चटपटे त गम अहिले न म बनाउँ हेर्नु बस्ने हो क्या हामी हुन्छ खानु माग्नु हेर न ल हाम्रो पानीपुरी पनि आइसकेको छ है अब चक्कर टिप्ने हो पानी हाल्ला नि त केटा मोटु दाइको त मुखै अब अलिकति बिग्रिँदैछ यहाँ हाल्दा मलाई त धुलाउँछु नाल केटा हाल्दा मात्रै हो नि त खुवाउने भयो भयो अब तपाईँहरू त हेर्ने थुक्ने नि नानी तर पानीपुरीको स्वाद चाहिँ मलाई जहाँ पनि एउटै लाग्छ यार है यो सामानहरू एउटै भएर होला अनि के भन्दा नि तपाईँहरू चाहिँ अब हेर्दै थुक्नु होला अब किनभने बाहिर चटपट बस्तीतिर गएर खानु होला है तपाईँहरू चाहिँ हेर्ने अब त्यही अब बस्ने अब हामी चाहिँ खाएँ है मैले चाहिँ अब त्यही अब अरूले खाएको त मुखबाट पानी आउँछ अब त्यसो चाहिँ नगर्नु होला किनभने मेरो आँखा लाग्ला भयो 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 सो त्यही हो अब पानीपुरी सानपुरी खाएर अनि हामी चाहिँ अब रुममा जान्छौँ हामी चाहिँ रुममा आइसकेको छौँ अनि केटाहरू चाहिँ आएर पनि फोन सोन चलाएर चट्ट सुत्नलाई चाहिँ है ल सो लाइक एन्ड सब्सक्राइब कमेन्ट गरिदिनु होला ओके मलाई पनि चिन्नु भएकै छ होला चिन्नु भयो होला
यो चाहिँ मेरो भतिज